हेलो गाइज गुड मर्निङ फ्रम हेलो म चाहिँ भर्खरै उठिसकेँ अनुहारहरू पुछिन के धारामा पानी नै आएन बहिनी र म चाहिँ यता बहिनीको रुममा सुतेको हो नि त अनि पानी आएको छैन कचेरा साफ गर्दैछु आज चाहिँ बोजूको सुँगुर चाहिँ कोल्याप्स गर्ने अरे अभी मजा आएगा ना भिडो त्यही भएर अब रेडी भएर खाजासाजा खाएर बोजूको घर चाहिँ माथि हो देखाएको कि छैन त्यता हो त्यता जानुपर्ने हुन्छ अनि सबैजनाको खाना चाहिँ बोजूकै घरमा हुन्छ अनि सधैँ पनि यस्तै हुन्छ अनि मर्निङ भ्यू हेरौँ है त तो चलिए शुरू करते हैं लुक एट यो चाहिँ मर्निङ भ्यू हो गाइजहरू उता चाहिँ मेरो घर यता किचन अनि यता खोला छ रे क्या अनि बोजूको घर चाहिँ उता माथि देखेको हो बोजूको घर अनि यहाँ चाहिँ पहिला भटमास थिएछ खासै चाहिँ भएन रहेछ यसपाल भटमास अनि यहाँ अलिअलि हुँदैछ अनि माथि चाहिँ कोदो छ त्यही हो गाइस अनि यो तपाईँहरू कतिजनालाई थाहा छ कि छैन यो यसलाई भन्छ मकैको थाङ्रा भन्छ हाम्रोतिर चाहिँ अनि यहाँ त्यही हो यता घर कस्तो छताछुल्ला देख्नु होला है तर यो चाहिँ हिजो लिप्दा क्या अझै कालो माटो अनि रातो माटो लाउनु बाँकी छ सेतो माटो लगाएको हो अनि यहाँ त्यही हो गाइस सबैजनालाई ह्याभ अ गुड डे तपाईँहरूको दिन एकदम राम्रो होस् अनि अब चाहिँ म खाजासाजाहरू एकदम भएकोमा खाएँ नि त्यसपछि त्यो बोजूकोमा जान्छौँ अनि लेट्सी अनि आज चाहिँ बहिनी र मेरो चाहिँ खाना बनाउने काम रे अनि अर्को भाउजू दुईजनाको चाहिँ अरे कहना क्या चाहते हो भित्रको त्यो आन्द्रा भुर्किया लाउने काम रे अनि यहाँ त्यही हो अब भरे माथि गएर म भिडियो गर्नेछु यहाँ मेरो तुम्मा हाँस्दै हुनुहुन्छ मलाई हेरेर उहाँ चाहिँ मेरो माइली तुम्मा हो अनि त्यही हो तैँले केराको बोट पनि छ है गाइजहरू एक्चुअलमा यो चाहिँ हाम्रो यहाँ जेठी तुम्माहरूको हो कि फल्न चाहिँ फलाएको छ खोइ कहिले उयो हुन्छ कस्तो बिहान भएर पनि राति जस्तै किनकि पानी परिरहेछ क्या सिम पानी परिरहेछ हो ल साथीहरू माथि गएर भेट्नुपर्छ है थुक्पा पाक्दैछ साथीहरू यो चाहिँ खाजा खाने हो यो चाउमिन बनाएर खाने साथीहरू अहिले चाहिँ म बोजूकोमा जाँदैछु खाजा अघि नै खाइसकेँ यो चाहिँ बोजूको घर कोदोबारी छ बाटो चिप्लो छ अहिले चाहिँ मैले अनुहार धोइसकेँ त्यो पनि टिस्यु पेपरले अनुहार धोएँ त्यही हो काची बहिनी आउँदैछ मेरो अनुहार नधोइकन अनि यहाँ हिजो भात खाएको पेट अझै घटेको छैन के घुप्टो पर्नु पनि हुँदैन हजार ल साथीहरू बोजू चाहिँ कराउँदै हुनुहुन्छ छिटो आऊ यताउता भन्दै अनि कोदो त उपरको त्यहाँ छिरेर खिच्ने भने हो कुल डाउन बेबी कुल डाउन बोजूलाई क्या कुल डाउन यहाँ रहेछ है सिमी ए सिमी होइन हौ फलाएर भटमास अब एकचोटि टिपेर काट्छु खानुपर्छ हेलो गाइज बेबी बोजू जिस्काइदिनु भनेको जानुभएको छ नि झरी जान्छ क्या हार्दिक श्रद्धाञ्जली हुनु भएछ क्या हार्दिक श्रद्धाञ्जली अघि बनाउनु भएछ नि मेरो माइला दाजुको छोरा हो माथि यत्रो ठुलो छ तर बाउ छोरा एकदम दाजुभाइ जस्तो हुनुहुन्छ गर्नु खोजेको के हो बाबा हेलो
यता चाहिँ मेरो जेठा दाजु है फेरि यताको भाइ यता यताको दाजु यता दसैँको जान हुनु कसले ठाको हौ यहाँ दसैँको जा नानी लुगा नै छैन लुगा त अब म माइजूलाई भनिदिन्छु साथीहरू बोजू चाहिँ भित्र हुनुहुन्छ यता यहाँ अघि तोङ्बा सोङ्बा सुरुवात भइसकेछ हाम्रो कामदारीहरूको मेरो बोजू चाहिँ रिसले मर्नु आँट्नु भएको छ यहाँनिर चाहिँ सानो घर हुनुहुन्छ यो चाहिँ कति वर्ष पुरानो घर हो मलाई चाहिँ थाहा छैन मेरो बुवाले पहिला यहाँ सुत्नुहुन्थ्यो अरे यसको चाहिँ म बोजूलाई सोधेर अनि तुम्बालाई सोधेर बेग्लै भिडियो बनाइदिन्छु यहाँ चाहिँ मकैको जुत्ताहरू राख्मा छ सानो भिडियो बनाउँछ गाइजहरू यहाँ गाली 5 रुपियाँ गाली खान आँटेको बेलामा अघि बोजूले 5 रुपियाँको गाली गर्नुभयो क्या यस्तै हुन्छ साथीहरू यहाँ हेर्नु ल उहाँ चाहिँ यताको चाहिँ ढुङ्ग्री लाउने चाहिँ मेरो आफ्नो बोजू अनि उहाँको बहिनी चाहिँ उहाँ मेरो बोजू रे क्या बुझ्नुभयो साथीहरू सुँगुरजीलाई निकाल्ने काम हुँदैछ यहाँ चाहिँ म आगो बाल्न लागिरहेको छु कतै रिसाउनुहुन्छ तपाईँ त ए तपाईँको चाबी भर्खर निस्किनु भयो चारजनाले तानेको है यहाँ यसो उचालौँ त अनि अलिअलि सपोर्ट गर्दै म गर्छु होइन तपाईँ अलिअलि सपोर्ट गर्दै आउनु मुख उठाएर ल्याम ला सजिलो त्यतै हो आगो बोकेको छैनस् क्या हो के हो अनि डोरीले तान्दाउ कहाँ जाने अन्डा भुँडी कति दिएको यहाँनिर चाहिँ हाम्रो खाना पाक्नेवाला छ यो चाहिँ बोजूको के हो भन् म तान के नि ए चारो पकाउने ठाउँ तलभित्र साह्रो धुवा निस्किन्छ क्या त्यहीबाट भात हाल्दै हुनुहुन्छ चामल हाल्दै हुनुहुन्छ बोल्न त पनि अब बोल्नु त पर्ने हो यो खापु अलि ल्याउ त बेसार हालेको त्यो बोजूले हाल्दै यस्तो त रातो बन्नुपर्छ त के हो त्यो चाहिँ सुँगुरमा दल्ने हो बेसार कसरी दल्नु त्यही हो साथीहरू तल बजारमा त ग्यासमा पकाइन्छ यहाँ चाहिँ ग्यास पाउँदैन चुलामा पकाउनु पर्छ धुवा ज्यादा आउनुहुन्छ हामीले अलिक गाह्रो हुनुहुन्छ उहाँको मोड चाहिँ अफ हुनुहुन्छ अरे के हुनुभएछ यसरी जाँदा जान्न चाहन्छन् भन्नुहोस् अनुहारलाई धेरै बोधो हो पनि पानी नै मर्यो के गर्नु यता फर्के त अनुहार राम्रो छ सुविधा नै छैन यहाँ पानीको अब सुविधा के लिए खोलाको नहीं मुहान ल्याउनु पर्छ खोला घुमाएर दर्याम दर्याम मिसिनले तान्नु पर्छ अब खोलाको पानी कैसा लगा आइडिया
ठिक हैन। फाइनली गाइज आज चाहिँ हाम्रो चाहिँ अब अघि मासुहरू सबै रेडी भएर यहाँ तरकारी पाक्दैछ। हेर्नुहोस् त्यहाँ खाना छ अनि यहाँ चाहिँ मासु पाक्दैछ अनि म चाहिँ बिन्दास तरिकाले यहाँ तरकारी बनाउँदैछु। अनि तरकारी पकाउने क्रममा चाहिँ हामी चाहिँ यहाँ मासु पनि पोलेर खाँदैछौँ। यहाँ भित्र देख्न सक्नुहुन्छ मासु त डढिसक्यो। यहाँ हेर्नुहोस् गाइजहरू मासु पाक्यो कि पाकेन। अनि यहाँ तरकारी पाक्दैछ अनि हामीले यहाँनिर मसला पनि रेडी गरेको छौँ लसुन पिसेर। सो त्यही हो साथीहरू, हामीले चाहिँ खाना पकाएर पनि दिउँ आधी उयो आधी उयो चाहिँ बाँकी छ। हाम्रो फ्यामिलीको चाहिँ बाँकी हुनुहुन्छ। अलिक सब्जी पुगेन फेरि पकाउँछौँ। आजलाई भिडियो यति नै गरौँ साथीहरू। बाई बाई।